हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र म धेरै पछि आएको है भिडियो लिएर तपाईँहरूकोमा र म चाहिँ किन अब यसरी ढिलो भिडियो हाल्दैछु र मेरो गीतहरू किन आएको छैन भनेर सोच्नुहुँदै होला तपाईँहरूले होइन। म चाहिँ अहिले फिलहाल मैले गीत निकाल्छु भनेको थिएँ, तर म चाहिँ अहिले यता काम गर्नु यता गोवामा छु, म इन्डियन क्रुजमा डेल्टिन रोयलमा। र म अहिले फिलहाल त्यहाँ काम गर्दैछु र यहाँ छेउछाउमा कुनै रेकर्डिङ स्टुडियोहरू छैन, त्यही कारण चाहिँ अब म गीतहरू कभर हाल्दै गर्छु होइन। अनि म अप्रिलमा सायद म अप्रिलमा भोट हाल्न घर आउँछु होला। त्यतिखेर म भोट हाल्नु आउँदाखेरि मेरो 3टा गीत छ, म पहिला त्यो 3टा गीत निकाल्छु, त्यहाँदेखि बादमा बिस्तारै बिस्तारै त्यसरी निकाल्छु है। र 3टा गीतबाट मैले एउटा गीत चाहिँ अहिले गाउन आँटेको छु है। यो चाहिँ अब भर्जन भनौँ न है, भर्जनमा हाल्न आँटेको युट्युबमा। तपाईँहरूले सुनिदिनुहोस्, लास्टसम्म सुनिदिनुहोस् होइन। यो गीतको शब्द चाहिँ धेरै मिठो छ, किनभने यो गीतमा चाहिँ मेरै स्टोरी छ भनौँ न अब है। र म चाहिँ के भएँ कसो हुँदैछु यो संसारमा है। र गीतको नाम चाहिँ छ हारे म है। अब संसारदेखि हारेको म चाहिँ, र हारे म है गीतको नाम चाहिँ। र सुनिदिनुहोस् होला तपाईँहरूले। कसरी व्यर्थ गरौँ मेरो मनको भावना, खुसी भई बस्न मन थियो मेरो एउटै चाहना। मारेर गाडी सके देखेको सपना, ताकेर हारिसके छैन अब बल आफूमा। संसारको जालमा फस्दै म जाँदैछु, मायाको नाममा धोकाले खाँदैछु। यो शरीर बिस्तारै जिउँदो लास हुँदैछ, मेरो आत्मा बिस्तारै आकाशमाथि उड्दैछ। मेरो कथा सुनेर संसार पनि रुनेछ। हारे म संसारमा कति बस्नु सुखको आशमा। मलाई उड्न छ यो निलो सुन्दर आकाशमा, जान मन छ मलाई त्यो बादल पारीको संसारमा। संसारको जालमा फस्दै म जाँदैछु, मायाको नाममा धोकाले खाँदैछु। र यो गीत चाहिँ मैले होइन अब कालिम्पोङमा हुँदाखेरि लेखेको गीत हो। र त्यतिखेर म अब एक्लै बस्थेँ घरमा, मजाले एक्लै गिटार थियो। र यो चाहिँ मेरो स्टोरी हो। अनि यो गीतमा चाहिँ के भन्नु खोज्दैछ है, त्यो चाहिँ अब तपाईँहरूले एकपल्ट मजाले सुनेर भन्नुहोस् होला। अब यो स्टोरीबाट चाहिँ तपाईँहरूले के चाहिँ बुझ्नुभयो यो गीतबाट चाहिँ है। र मलाई पनि थाहा होस् कि अब यो गीत चाहिँ अरूहरूले चाहिँ कस्तो प्रकारले लिँदैछ अब होइन। अब यो म मात्रै हारेको होइन, संसारमा हार्नेहरू धेरै छ है, तर हार चाहिँ नमान्नुहोस्।
र गीतहरू आउँदै जान्छ, सब्सक्राइब चाहिँ गर्नुहोस् सबैलाई है, सपोर्ट गर्नुहोस्। र अब चाहिँ म चाहिँ आज ड्युटी अफ सुत्दिन्छु।